त ट्रिग्नोमेट्रिक रेशियोजको भ्यालु हामीले कसरी निकाल्छौँ त्यो कुरा हामीले सिक्न गइरहेछौँ। आउनुहोस् फटाफट सिकौँ, धेरै टाइम वेस्ट नगरौँ, मजाले सिकौँ। जस्तै मैले यहाँ एउटा बनाइदिएँ, के त यो एउटा बक्सहरू बनाइदिएछु। यो बक्समा अब हामीले के को भ्यालु निकाल्न जान्छौँ त यहाँ 0 डिग्रीको 0 डिग्री, त्यस्तै 30 डिग्री, 45 डिग्री, 60 डिग्री र 90 डिग्रीको भ्यालु हामीले निकाल्न गइरहेछौँ। हाम्रो हुन्छ कति त यहाँ साइन, त्यस्तै कस, टेन, कसेक, सेक र कट, यति हुन्छ। अब हामीले भ्यालु निकाल्ने, जस्तै भ्यालु साइनको भ्यालु निकाल्दाखेरि सबैभन्दा पहिलो त काम हाम्रो के हो त सबैमा इजिली यसरी 0 देखि स्टार्ट गर्ने, 0 1 2 3 र 4 लेखिदिने, सिधा सिधा। ल कति लेखिदिने 4 लेखिदिने। लेखिसकेपछि सबैमा डिभाइड गर्छौँ हामीले 4 ले, सबमा डिभाइड गर्ने 4 ले, सबैमा डिभाइड गर्ने 4 ले र सबको रुट अन्डर गरिदिने, सबको रुट अन्डर गरिदिने, सबैको के गरिदिने त रुट अन्डर गरिदिने। रुट अन्डर गरिसकेपछि अब बस डिभाइड गर्ने हो, एन्सर निकाल्ने। एउटा कुरा थाहा हुनुपर्छ, जस्तै 0 मा यदि नम्बरले डिभाइड गर्छौँ भने त्यसको भ्यालु हुन्छ 0 र यदि नम्बरमा 0 ले डिभाइड गर्छौँ भने त्यसको भ्यालु हुन्छ इन्फाइनाइट। ठीक छ, निकालौँ। जस्तै 0 मा यदि नम्बरले डिभाइड गर्ने भने यसको भ्यालु आउँछ 0, सिधा, केही जो गर्न परेन। ठीक छ, यसको भ्यालु कति आउँछ यहाँ 0। त्यस्तै 1 को रुट अन्डर 1 नै र 4 को रुट अन्डर हुन्छ कति 2। त्यस्तै यहाँ 2 1 जा 2 2 जा, 1 को रुट अन्डर कति 1 नै र 2 को रुट अन्डर 2 नै। त्यस्तै यहाँ डिभाइड जान्न, त्यही भएर 3 र 4 को रुट अन्डर आउँछ कति 2। यसमा यो दुईटै क्यान्सल हुन्छ, 1 आउँछ, त्यही भएर यसको भ्यालु कति 1। अन्डरस्टुड। अब यो निकालिसकेपछि ठिक यसैको अपोजिट हामीले लेख्छौँ। जुन कुरा हाम्रो यहाँ छ त्यो कुरा हामीले यहाँ लेख्छौँ, यस्तै ठिक अपोजिट यतातिरबाट लेख्छौँ। यतातिरबाट लेख्दाखेरि हामीले कसरी लेख्छौँ त्यसलाई बुझ्दै जानुहोस् त। यसलाई यतातिर लेख्दाखेरि यहाँ आयो 1, यो आउँछ यहाँ रुट अन्डर 3 डिभाइड बाइ 2, यो आउँछ यहाँ रुट अन्डर 2 र यो आउँछ यहाँ 2 र अर्को आयो यहाँ कति 0। यो यति लेखिसकेपछि अब आयो पालो हाम्रो 10 को। त 10 को रेशियो हुन्छ, के को रेशियो हुन्छ 10 साइन डिभाइडेड बाइ कस को रेशियो हुन्छ है। यो कुरा ध्यान दिनु होला, भनेको साइन को भ्यालु डिभाइडेड बाइ कस को भ्यालु। ठीक छ, त साइन को भ्यालु हो कति त साइन को भ्यालु छ यहाँ 0 डिग्री को कति, साइन 0 डिग्री को भ्यालु कति छ 0 नै। 0 डिभाइडेड बाइ 1 गर्दाखेरि भनेपछि 0 मा यदि नम्बरले डिभाइड गर्नुहुन्छ भने त्यसको भ्यालु आउँछ कति त यहाँ 0 नै आउँछ। अर्को कुरा यहाँ तपाईले हेर्नुहुन्छ भने तलको 2 र 2 क्यान्सल हुन्छ, बाँकी बच्चा कति 1 अपन रुट अन्डर 3। सेम त्यही मेथडले यो दुईटै क्यान्सल हुन्छ, भ्यालु आउँछ 1। यसको तलको क्यान्सल हुन्छ, भ्यालु आउँछ रुट अन्डर 3 र यसमा नम्बरमा यदि 0 ले डिभाइड गर्नुहुन्छ भने के हुन्छ त यहाँ इन्फाइनाइट। क्लियर। अब आउँ कसेक। कसेक भनेको साइनको ठिक उल्टो हो, अपोजिट हो। साइनको ठिक अपोजिट भनेको 0 डिभाइडेड बाइ 1 छ, अहिले ठ्याक्क उल्टो गर्नुहुन्छ भने नम्बर डिभाइडेड बाइ 0 भइदिन्छ, त्यही भएर यसको भ्यालु आउँछ कति त यहाँ इन्फाइनाइट आउँछ। यसको भ्यालु कति आउँछ इन्फाइनाइट। त्यस्तै यसलाई ठिक उल्टो गर्नुहुन्छ भने 2, यसलाई ठिक उल्टो गर्नुहुन्छ भने रुट अन्डर 2 डिभाइडेड बाइ 1 लेखे पनि भयो, नलेखे पनि भयो। यसलाई उल्टो गर्नुहुन्छ भने रुट अन्डर 2 डिभाइडेड बाइ 3, यसलाई उल्टो गर्नुहुन्छ भने भ्यालु कति 1 नै। अब आयौँ हामी सेकमा। सेकमा के हुन्छ त कसको ठिक अपोजिट। त कसको ठिक अपोजिट गर्ने हो भने हुन्छ कति त कसको भ्यालु 1, 1 को अपोजिट 1 नै। यसलाई उल्टो गर्नुहुन्छ भने 2 रुट अन्डर 3, यसलाई उल्टो गर्नुहुन्छ भने रुट अन्डर 2, यसलाई उल्टो गर्नुहुन्छ भने 2 र यसलाई उल्टो गर्नुहुन्छ भने के हुन्छ त इन्फाइनाइट। अब आयौँ हामी लास्ट कटमा। कट भनेको 10 को ठिक अपोजिट। त 10 को ठिक अपोजिट लियौँ, 10 को अपोजिट भनेपछि यसको अपोजिट गर्नुहुन्छ भने यसको इन्फाइनाइट, यसलाई अपोजिट गर्नुहुन्छ भने रुट अन्डर 3, यसको अपोजिट कति हुन्छ त यहाँ ठिक 1। यसलाई हामीले उल्टो गर्छौँ भने कति 1 अपन रुट अन्डर 3 र यसलाई हामीले उल्टो गर्नुभयो भने के हुन्छ त यसको नम्बर डिभाइड बाइ इन्फाइनाइट भनेको 0। अन्डरस्टुड। यो हो तरिका, यो हो मेथड हामीले निकाल्नु पर्ने। बुझ्नुभयो कि नै? ओके, थ्याङ्क यू।